ल अब टाउको चाहिँ एकदम रेडी भइसक्यो होइन, चिल्लो चिल्लो यस्तो भइसक्यो। पठाउँदा पकाउँदा पकाउँदा शीतल भइसक्यो। अब यति खाने बेला भइसक्यो यसलाई चाहिँ होइन। यस्तो चाहिँ यस्तो तरिकाले पोल्नुपर्छ कि आइडिया। हेलो दर्शकबिनहरू, आज चाहिँ यो खसीलाई चाहिँ आज काट्ने दिन हो होइन। यत्रो खसी छ, यसलाई चाहिँ आज काट्ने दिन हो। अनि खसी चाहिँ यो देख्न सक्नुहुन्छ कत्रो चाहिँ छ त, यो मिर्गा जस्तो खसी छ। अब यसको चाहिँ आज यहीँ काट्ने हो होइन। हेर्दै गर्नु होला, म देखाइराख्छु काटेको चाहिँ। सुरज कसको खसी अरे? काट्ने अरे त। अनि काट्नु कि नकाट्नु भन्। ल खसी चाहिँ अब यही हो होइन। यसलाई चाहिँ चट्ट पानी नै हाल्नु पर्छ। यसलाई पानी हालेर पन्छाउनु पर्यो। अब यसलाई अलि भित्र खसी काट्ने दिन चाहिँ आज यही हो। मना मना मनाउँदैछन् पानी हालेर यहाँ। अब आडी लिएको छैन दाइ? सुरज जा त आडी लिएर आइज। कस्तो हान्ने बानी भएको रहेछ आमा। जा जा अब यसको चाहिँ खसी काट्ने दिन आज यही हो। अब यत्रो काट्ने। ल ल ल ल खसी नै यहाँ अलिकति हल्लिन आँटेको छैन। हल्लेपछि त भइहाल्थ्यो। खसी हल्लिन्छ कि भनेको हल्लिँदै हल्लिँदैन। खसी हल्लिँदैछ। घाममा लानु पर्छ गाह्रो हुन्छ भने यसलाई जाडो भएर हो कि। जाडोमा चाहिँ यो हल्लिनु पर्ने। जाडो लागेर झन् पानी ए ल ल ल यहीँ ल ल नतर्छ न। ल अलि अलि केटा अलि खै खसी नै मान्न आँटेन यार। यो खसी काट्ने बेलामा चाहिँ जा भाइ छ पानी। खसी आज मान्न आँटेन। मान्नु पर्ने यत्रो बेरमा त एक जग पानी त खनै सकियो। ल ल ल काले काले हल्ली हल्लिनै पो आँटेन त। हल्ली 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 ल 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 माने माने ल। खसी नै मान्न आँटेन कि बसो पो। दुइटै टेकेको छ बस्छ पो बरु। यतापट्टि हो त्यसरी चाहिँ राख्नु त। अब चाहिँ बस्छ। यहीँ बस भाइ यहीँ बस यहीँ बस यहीँ बस। आडी लिएर कुदाइहाल्यो छिन्ने बित्तिकै भाइ। खसीको चाहिँ टाउको र यहाँ दाजुलाई फुटाउँदै गर्नु पर्छ। हामी गर्नुहुँदैछ टाउको। ल ल चाहिँ आउँछ। अहिले चाहिँ फाइनली बनाइसक्यो। यस्तो तरिकाले पोल्नुपर्छ खसीको टाउको। यत्रो आगो बालेरसँगले खसीको टाउको त पोल्ने मान्छे फेरि डेन्जर छ नि त। यहाँ हुरी आगोमा अब एकैछिनमा खसी बनिन्छ है त। बाहिर खसी बनिँदैछ यता। ल अब टाउको चाहिँ एकदम रेडी भइसक्यो होइन, चिल्लो चिल्लो यस्तो भइसक्यो। पठाउँदा पकाउँदा पकाउँदा शीतल भइसक्यो। अब यति खाने बेला भइसक्यो यसलाई चाहिँ होइन। यस्तो चाहिँ यस्तो तरिकाले पोल्नुपर्छ कि आइडिया पनि यसरी। यो आइडिया चाहिँ खतरा रहेछ। यो तरिकाले पोलेपछि खतरा हुने है त।